यदि तपाईँहरूको फोनबाट अचानक इम्पोर्टेन्ट भिडियो अथवा फोटो डिलिट भयो भने के गर्नुहुन्छ? पक्कै पनि तपाईँहरू कुनै थर्ड पार्टी एप डाउनलोड गरेर रिकभर गर्ने प्रयास गर्नुहुन्छ। तर मान्नुहोस् कुनै पनि थर्ड पार्टी एप अथवा एप्लिकेसनबाट भिडियो तथा फोटो डिलिट भएको छ भने रिकभरी हुँदैन। अब त्यो गर्ने कसरी भन्ने म सर्टकटमा जानकारी गराउन चाहन्छु। त्यसको लागि कुनै पनि थर्ड पार्टी एप डाउनलोड गरिराख्नु पर्दैन। भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला यति भन्न चाहन्छु। र भिडियो मन पऱ्यो भने लाइक सेयर कमेन्ट अवश्य पनि गर्नुहोला। भिडियो सुरु गरौँ, आउनुहोस्। आज म तपाईँहरूलाई गुगल फोटोजबाट पुरानोभन्दा पुरानो फोटो तथा भिडियोहरू डिलिट भएको छ भने कसरी रिकभर गर्ने भन्ने कुरा चाहिँ म सिकाउँछु। भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। सबैभन्दा पहिला तपाईँहरूले गुगल फोटो भन्ने एप ओपन गर्नुहोला। त्यसपछि माथि प्रोफाइलमा क्लिक गर्नुहोला र यहाँनिर देख्न सक्नुहुन्छ म्यानेज योर गुगल एकाउन्ट भन्ने, यसमा क्लिक गर्नुहोला र तल जानुहोला डेटा एन्ड प्राइभेसी भन्नेमा, त्यसमा क्लिक गर्नुहोला। त्यसपछि तल स्क्रोल गरेर जानुहोला। यहाँनिर देख्न सक्नुहुन्छ गुगल ड्यासबोर्ड भन्ने, यसमा क्लिक गर्नुहोला। गुगल ड्यासबोर्ड ओपन भइसकेपछि यहाँ देख्न सक्नुहुन्छ फोटोज भन्ने, यो फोटोजमा क्लिक गर्नुहोला र तपाईँको जति पनि पुरानो फोटोहरू अथवा भिडियोहरू डिलिट भएको हुन्छ त्यो सबै यहाँनिर आएर बसेको हुन्छ। तपाईँले स्क्रोल गर्दै हेर्दै जानुहोला र एक एक गरेर तपाईँहरूले डाउनलोड गर्न सक्नुहुन्छ। तपाईँले जति पनि पुरानो पुरानो चिजहरू डिलिट गर्नुभएको छ अथवा अचानक डिलिट भएको छ भने यहाँ आएर तपाईँहरूले यसरी रिकभर गर्न सक्नुहुन्छ, डाउनलोड गर्न सक्नुहुन्छ। धन्यवाद।